नमस्ते सबैजनालाई स्वागत छ नयाँ भिडियोमा। भिडियो चाहिँ अन्तिमसम्म हेरिदिनु होला। लाइक कमेन्ट सेयर गर्न नभुल्नु होला। आउनुहोस् आजको दिन चाहिँ मसँगै बितामै त। म चाहिँ टिफिन बनाउँदै छु यहाँ खाजा लानको लागि। यति भए चाहिँ मलाई दिउँसोको लागि खाजा पुग्छ। यो चाहिँ खाएर जाने खाजा। म चाहिँ बिहान तातो पानी खान्छु। ज्वानो जिरा बिरेनुन हालेर यो चाहिँ तातो पानी हो। म चाहिँ ओट्स खाँदैछु है। रेडी भइसकेर ढिलो भइसक्यो। हेलो अब सुतिरहनु भएको छ। हिँडेमा चाहिँ अब हामी चाहिँ हिँडेको है। अब हामी दुईजना छौँ यहाँबाट सँगै जाने। हेर्ने अवस्था आउँदो रहेछ चिसो। ल यतिको उज्यालो भयो है। हामी चाहिँ हाम्रो स्कुल गएको पढ्नलाई। यस्तो छ है यताको चाहिँ अँध्यारो। राति बिहानको राति हेर्नु न। हामी चाहिँ जाँदै थियौँ कि बाटो बन्द भयो अनि ट्रेन आयो। अनि कति ठुलो ट्रेन थियो क्या। यो चाहिँ दाउरा बोक्ने ट्रेन रहेछ। सबै रुखहरू बोकेको थियो। अनि हामी एकछिन हेरेर बस्यौँ बाटो नखोलुन्जेली। हेलो यिनलाई चाहिँ तपाईँहरूले पहिला नि देखिरहनु भएको थियो होला है भिडियोमा। हामी चाहिँ 3 जना भेला भयौँ। अब जाँदैछौँ। हामी चाहिँ यहाँ खाजा खाँदैछौँ। यहाँ चाउमिन, यहाँ छ अन्डा चिउरा ससेस। हामी चाहिँ क्लासबाट निस्किसकेको छौँ अनि हिँड्दैछौँ। यता खोला छ अनि हामी चाहिँ यहाँ आएको छौँ पार्कमा। जाँदा जाँदै बाटोमा थियो क्या पार्क। अनि यो चाहिँ के हो? यो स्याउको बच्चा हो। के हो बिन्छ यो? गाइसहरू यो चाहिँ स्याउको सानो भर्जन यस्तो छ। टरो रहेछ तर रसिलो छ। यहाँ बिन्सा चाहिँ बिन्सा उयो भित्र गएर खेल्ने तिमी दाजु चिप्लेटी खेल। हेर्नु त भुइँभरि पातै पात। रुख चाहिँ नाङ्गै छ। यता पनि छ स्याउको रुख। यो सानो सानो खालको स्याउ रहेछ क्या। यहाँ हेर्नु है स्याउ। यो सकिने बेलाको हो कि अनि अलिअलि मात्रै छ। म चाहिँ यो बाटोबाट घर जाँदै थिएँ होइन। अनि मैले यहाँ के देखेँ भन्दाखेरि यो नेपाली ब्रान्डको वाइ चाउचाउ देखेँ। यो चाहिँ कोही नेपालीकै काम हुनुपर्छ होइन। यसो सफा ठाउँमा फोहोर फाल्ने को हो? यो नेपालको नाम बदनाम गर्ने को हो? यो चाहिँ मैले टिपेर डस्टबिनमा फाल्न लिएर जाँदैछु। ल अब चाहिँ रात परिसक्यो। बेलुकाको खाना बनाउनु बेला हुन लाग्यो। म चाहिँ बेलुकाको खाना बनाउनलाई रेडी गर्दैछु। आज चाहिँ हामीसँग छ खसीको मासु। यो चाहिँ 1 केजीको प्याकेट हो। यहाँ मैले यति बनाउनु लागेको 2 जनालाई। मलाई चाहिँ झोल हालेर खानु मन लागेको छ। 1 केजीलाई लगभग 15 युरो 14 युरो 85 सेन्ट यस्तै कति थियो। 15 युरो पर्छ 1 केजीलाई। यहाँ चाहिँ मैले मसलाको लागि यो जाइदाना अनि सुकुमेल अनि अलिकति टिमुर लिएको छु। लसुन र अदुवा पिस्ने। कुकर तातिसकेको छ। अब तेल हाल्छु। यो ग्यासलाई चाहिँ इग्नोर गरिदिनु है। यो जति पुसे पनि यस्तै भइहाल्छ। चाहिँ मैले यो मसला पनि कुटेर राखिसकेँ। म चाहिँ यतिकै मात्रै बनाउँछु। बेस्ट यो मासुको लागि मसला चाहिँ यही हो। मेरो चाहिँ स्पेसल भनेको यो टिमुर जाइदाना सुकमेल लसुन अदुवा हालेपछि अर्को मसलाहरू धेरै हालिरहनु पर्दैन। आज चाहिँ म ज्वानो पड्काइदिन्छु। ज्वानो मजाले हालेर अनि रस लगाउने हो। तपाईँहरूलाई रस हालेको मनपर्छ कि मन पर्दैन? ज्वानो डढिसकेको छ। म यसमा पहिला सिधै मासु हालिदिन्छु। ढाकेर पकाउनु।
म चाहिँ क्लास जानु थालेको छु होइन, ल्याङ्ग्वेज क्लास। कस्तो मजाले पढाइ हुँदो रहेछ क्या। अब हामीलाई चाहिने सामानहरू सबै यो स्कुलमै दिँदो रहेछन्। पेन्सिल, किताब कापी, जे आफूलाई चाहिन्छ नि पढ्नको लागि सबै थोक दिन्छन्। अनि मजाले पढाउँछन्। इङ्ग्लिसमा ट्रान्सलेट चाहिँ हुँदैन, फिनिस टु फिनिसै हुन्छ हाम्रो क्लास चाहिँ। अनि मजा आइरहेछ, रमाइलो भइरहेछ। 2 दिन 3 दिन भइसक्यो म जानु थालेको, अलिअलि बुझिँदैछ। मासु चाहिँ यतिको भएर भुटी चाहिएको छ। अब म यहाँ प्याज हालिदिन्छु, यतिको भएर चाहिएको छ। कस्तो अप्ठ्यारो भयो क्या यो मोबाइल पक्रेर चलाउनलाई चाहिँ अप्ठ्यारो हुँदो रहेछ क्या। प्याज हालिदिएँ, अब यसमा प्याज पाकोस्। हामी बेसार अरू मसलाहरू हाल्छौँ। हेर्नु चलाउन अप्ठ्यारो छ, तर अब यो चाहिँ अघि लसुन अदुवा नेपालीको चम्ची हो है। अलिकति खोर्सानीको धुलो, यो चाहिँ नेपालबाटै ल्याएको, एकदमै पिरो छ। यो मिक्स मसला, धनियाँ जिराको धुलो, कुटेको लसुन अदुवाको पेस्ट। उहाँ हुनुहुन्छ हाम्रो तरकारीको सान राजा। मैले सबै थोक हालिदिइसकेको छु, अब चलाउँछु। यस्तो देखिएको छ मासु चाहिँ, बास्ना एकदमै मिठो आएको छ। अब चाहिँ यसलाई एकछिन भुटेर पानी हालेर सिटी लगाइदिने, रस खाने क्या। अब चाहिँ पानी हालिदिने, 1 गिलास हालिदिएँ मैले। मेरो बुढो चाहिँ यहाँ पढ्दै हुनुहुन्छ। हेलो, म पनि अघि पढ्दै थिएँ कि नि, यस्तै छारस्ट छोडेर भोक लाग्यो अनि भात पकाउनु गएको थिएँ। मलाई चाहिँ यो बुक, यो कपी सबै ल्याङ्ग्वेज क्लासबाट दिएको हो है। मासु चाहिँ पाकिसकेको छ। यहाँ चाहिँ हाम्रो भात, यहाँ रस छ। यो चाहिँ गाजरको अचार मैले आफूले घरमा बनाएको। अब चाहिँ भात खाने। कस्तो भएको छ चाकमै, फ्रोजन खसीको मासु। कस्तो हुँदो रहेछ यताको खसीको मासु, बोल्नु नि हुन्न त सबैजना एक्साइटेड हो खानालाई। नेपालकै यस्तो रहेछ त। मिठो भएको छ। खोइ यहाँ आउँदा म तिम्रो भात खाएको भिडियो खिचिदिन्छु एकटैको अरे क्या। अब चाहिँ यो भिडियोलाई मैले यहीँ सक्ने, अन्तिमसम्म हेरेर साथ दिनुहुने सम्पूर्णलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। अनि अर्को भिडियोमा भेटौँला। बाई बाई।